हेर्नुहोस् मैले आज काबुली चना बनाउन गइरहेको छु। काबुली चनाको लागि एउटा आलु अनि एउटा चाहिँ टमाटर अनि यति हरियो खुर्सानी अनि यति चाहिँ लसुन अनि यो काबुली चना हो। देख्न सक्नुहुन्छ मैले यहाँ आलु पनि काटिसकेँ अनि प्याज पनि बारीक बारीक काटिसकेँ। प्याज नै टमाटर पनि मैले बारीक बारीक काटिसकेँ अनि लसुन अनि हरियो मिर्ची पनि मैले काटिसकेँ है। अब हेर्नुहोस् अर्को प्रोसेस। मैले ग्यास अन गरिसकेको छु र अब मैले यसमा थोरै तेल राख्छु। दुई चम्च सानो सानो चम्चको 2 चम्च चाहिँ तेल हाल्दैछु। थोरै मैले चाहिँ जिरा पनि राखिदिनु भयो है त। अब मैले अघि काटेको 4-5वटा केसारा लसुन अनि तपाईँले चाहिँ हरियो मिर्ची अनि यो टमाटर अनि त्यसपछि गएर चाहिँ आलु। यसलाई चाहिँ पहिला हरियो खुर्सानी लसुन भोलि यो टमाटरलाई पनि राखिदिन्छ। अनि यो साथ थोरै मात्रामा एकदम कम क्वान्टिटी त्यसपछि गएर थोरै मिर्चीको धुलो अनि त्यसपछि गएर जिरा पाउडर यति त्यसपछि गएर तपाईँले धनिया पाउडर राख्दा पनि हुन्छ नराख्दा पनि हुन्छ। यो थोरै चाहिँ राख्ने राम्रोसँग पकाउने एकदम नर्मल केही तपाईँको चाहिँ मसलाहरू केही छैन। त्यसको सामग्री चाहिँ केही मसला तेल केही छैन। तिनीहरूले खानामा कुनै मसलायुक्त खानाहरू पर्दैन अनि न त तेल छ न मसला छ। एकदम कति नर्मल खानाहरू खाने गर्छन्। अब हेर्नुहोस् मैले आलु राखेर मैले ढाकिसकेँ। अब यो थोरै आलु नरम भइसकेपछि मैले यो चनालाई चाहिँ एड गर्नेछु। ल हेर्न सक्नुहुन्छ आलु चाहिँ थोरै नरम भइरहेको अवस्था छ। अब मैले चाहिँ गर्छु। मैले यो थोरै चाहिँ अदुवा अदरक पिसेर राखेको थिएँ। त्यसलाई मैले थोरै गर्छु।
यसलाई चाहिँ यो चनालाई हेर्नु हेर्नुहोस् एकदम यसमा तेल मसला केही छैन ल हेर्नुहोस् यस्तो छ नि तपाईँलाई ल हेर्नुहोस् यसमा तेल मसला केही छैन एकदम नर्मल र सिम्पल खाना छ तर यति स्वादिष्ट हुन्छ हजुरहरूले पनि बनाएर खानुहोस् अनि त्यसपछि चाहिँ भन्नुहोस् कस्तो लाग्छ यसमा कुनै तेल मसला केही छैन ल हेर्नुहोस् अब मैले चाहिँ यसमा चाहिँ यो काटेको हरा धनियालाई चाहिँ एड गरिदिन्छु अब हेर्नुहोस् है त हेर्नुहोस् काटेको धनिया त्यसमा एड गरेर कम्प्लिट भयो शरीरले कति फाइदा गर्छ नै सुनेको छैन तपाईँको चाहिँ एकदम फाइदा गर्छ अनि हजुरहरू बनाएर खानुहोस् ल हेर्नुहोस् हल्का एकदम हल्का टाइपको बनिया एकदम स्वादिष्ट हुन्छ अनि चेक गरौँ अनि हजुरहरूले यस्तो